Hi everyone, welcome to my channel. आज चाहिँ म vlog बनाउन जाँदैछु किनभने मेरो भन्दा नि हाम्रो ट्रिनिटीबाट चाहिँ every year camping हुन्छ अनि it's that time of the year. हरेक अप्रिलमा हुन्छ क्या. सो बिहान भयो म उठे छिटो नुहाएँ कपाल सुकाएँ in the middle of blow drying my hair मा छु. अनि कस्तो बोल्न आउँदैन क्या vlog start गरेपछि. त्यसपछि यहाँ छन् मेरो बहिनीहरू खीर खाँदै निगमा चाहिँ मेरो ट्रेनिङ गरिदिनु भएको थ्याङ्क यू सो मच. अनि यो चाहिँ यसलाई मामाले पुऱ्याइदिनु भयो. अब हामीहरू ब्रेकफास्ट गरेर अनि रेडी भएर जान्छौँ. स्टे ट्युन्ड. अब चाहिँ म रेडी हुन लागेको छु. कपडा लाउँदैछु. यहाँ छ मेरो लगेज. जति सामान हाल्यो पनि पुग्दैन क्या मलाई घुम्न जाने बेलामा. म चाहिँ धेरै जस्तो जहिले पनि एक्स्ट्रा लान खोज्छु. सो अब कपडा लगाम. यो चाहिँ मेरो लगेज हो. आई नो म 2 दिनको 3 डेजको लागि जानु ला हो तर जहिले जाँदा नै मेरो लगेज भरिन्छ. त्यसपछि यो मेरो लिटल मेकअप पाउच. यो मेरो स्किन केयर र अरू प्रोडक्टहरू. टोइलेट पेपर जस्ट इन केस. घटाउनेको सट्टा सामान अझै बढी मात्र राख्छ. अब चाहिँ हामी जानलाई रेडी छौँ. त्यहाँ छ हाम्रो ब्याग. यहाँ छ हामीहरू. आइज निङमा पनि छ. क्यामेरामा आउँदैन भन्छ. ल हामी चाहिँ यहाँ निरज दाउले टेन्टको सामान हराएर किन्न आउनु पर्ने भयो अर्जेन्ट. एनाकोन्डा जाँदैछौँ. लेट्स गो टु एनाकोन्डा. अब चाहिँ हामी हाम्रो क्याम्पिङको यात्रा सुरु गरिसक्यौँ. अङ्कल हजुरलाई कस्तो भइरह्यो? एकदम राम्रो भएको छ छोरी. रमाइलो गर्नुपर्छ होइन त? आन्टीलाई हजुरहरूको यो सेकेन्ड क्याम्पिङ होइन हामीसँग? निरज दादालाई कस्तो भइरह? म पुरै भ्लग बनाउँदैछु आज. तँलाई के भइरह? ल अब चाहिँ हामी भन्नु उपासना अनि हाम्रो कविता नानीको आफन्त हुँदो रहेछ. सबै आफन्त होइन. ल सर्टकटमा भन्नुपर्दा हजुरलाई हामीसँग जान पाएर झन् धेरै रमाइलो भयो. ल अब चाहिँ हामी जान्छौँ. अब चाहिँ हामीहरू मुनि भन्ने ठाउँमा आइपुगेको छौँ. हामी जहिले पनि यहाँ स्टप गर्छौँ क्या. म चाहिँ जोसँग जहाँ जाँदा नि न्यू क्यासल जाँदा हामी यहाँ स्टप गर्छौँ. अनि मैले दादालाई सजेस्ट गरेँ भर भ्यू हेर्दै हामीहरू एकछिन रेस्ट गरौँ. मिस स्ट्यान्ली देखाउँदै हुनुहुन्छ यता दिजुले फेरि. चाहिँ हामीलाई अमिलो पिरो चाहिने अवस्था भयो होइन अङ्कल? अब चनाको हुने बेला भयो. सो हामी चाहिँ तितौरा खाँदैछौँ. अनि आन्टी चिप्स देखाउनु त. चिप्सको त आमामा यत्रो ठुलो. ल क्विक कोक ब्रेक विथ अङ्कल आन्टी दादा एन्ड उपासना. उपासनालाई अघि न के भन्नुभएको आन्टीले? विपासना. ल यहाँ हाम्रो हुनुहुन्छ परेवा जोडी. ल राम्रो देखा होइन होला. यो त सबै हुने छोरी. यो के भन्छ गोल हो के यो चाहिँ हाम्रो बाटोको भ्यू हो. 10 मिनट मात्रै देखाइरहेछ तर जहिले पनि हामी पहिला क्याम्पिङ जाने भ्लग बनाउन थालेपछि भोलि के हुन्छ के जहिले पनि पहिला हामी क्याम्पिङ जानेवाला चाहिँ यस्तो जङ्गलको बिचमा कहीँ केही बस्ती नभएको ठाउँमा हुन्थ्यो. योपालि त हामीले वरिपरि बस्ती पनि देखिरहेछौँ. अब के होला त देशमा अब जस्तो भयो. यति मजाको बादल देखिएको छ. ग्राभाइनमा आएको हामीहरू लेकै हरायो. लेक ग्राभाइन चाहिँ हामी लास्ट इयर गएको ठाउँ हो क्या. अङ्कल हजुरले लेक देख्नुभयो त? आन्टी कहाँ गयो लेक? अब हामीलाई लेक हरायो भनेर एकदमै नै पिर परिरहेको छ. परैबाट देखिया थियो. हामीसँग अब त्यस्तो धेरै टाइम पनि भएको छैन. आमा नि त
कहाँ गयो लेक कहाँ गयो वेयर इज लेक अनि लेक देखिँदैन नि त हाई गाइस सिधा है हामी लेक कहाँ रे ग्लेनबनमा क्याम्पिङ आएको लेक नभेटेर हामीलाई टाउको दुख्ने बेला भइसक्यो आन्टी के भन्नु त अब होइन अघि भन्नुहुन्छ त जनता जानु अङ्कल पनि मग्द हुनुभयो बोली नै बन्द भयो अङ्कलको म त खुसी छु नि किन भन्दा तिम्रो पछि लाग्ने हो ठिक छ हामीलाई यति चाहिँ ट्रस्ट गर्नुहुन्छ अब अझै भित्रभित्र जानुपर्छ लेक आएको अवस्था छ लेक देखेर सबैजना ताली बजाउँदै हुनुहुन्छ यहाँ फाइनली निरज दादा लेक आयो होइन त राम्रो अहिले चाहिँ ठिक्क छ अप्रिलको फर्स्टमा आउँदाखेरि चाहिँ ठिकै हुँदो रहेछ ल त्यहाँ चाहिँ हाम्रो लेक छ म चिन्तित भएको लाग्यो हजुरलाई लागेको थिएन म त धेरै जस्तो चिन्तित चाहिँ हाम्रो क्याम्पिङ ग्राउन्डमा आइपुगेको छौँ के अरे ए नगर्नु ल ल कहीँ राखिदेऊ यहाँ चाहिँ सबैजना टेन्ट हाल्दै हुनुहुन्छ एकदमै राम्रो वेदर छ तपाईँको अनप्याकिङ भइरहेको छ र डिनर प्रेप पनि सुरु भइसकेको छ हाम्रो चाहिँ यहाँ टेन्ट बनाउने कार्यक्रम चल्दैछ टेन्टको एक्सपर्टहरूले बनाउँदै हुनुहुन्छ त्यहाँ हामीलाई खिच्दैछ भिडियोले अनि यता चाहिँ हाम्रो सनसेट हुँदैछ सच अ प्रिटी प्लेस डु नोट साथीहरू चिया डु नोट खाँदै भ्यू हेर्दैछौँ हामीहरू कति राम्रो देखेको छ डिनर प्रिपरेसन त्यसमा चाहिँ हाम्रो पाक्छ मासु त्यसमा पाक्छ खाना वासरुम चाहिँ योपालि नजिकै छ टेन्टहरू बन्दैछ हाम्रो चाहिँ पुरै डिनर पाकिरहेको छ यसरी देखाउनु पर्छ कि मान्छेलाई होइन पर्दैन त्यहाँ चाहिँ गोठ पाक्दैछ हाम्रो ल देखा त यता यता जा यता यता जा पुरै अँध्यारो भइसक्यो अनि माथि चाहिँ पुरै स्टार माथि चाहिँ पुरै स्टार त्यहाँ हुनुहुन्छ हाम्रो मिस पेमा हेलो ब्युटिफुल हजुर लेट्स गो त्यो चाहिँ हाम्रो टेन्ट हो कहाँ हो खोइ न म आफैले नदेखिरहेको के ए यहाँ छ यो अनि माथि चाहिँ यस्तो मजाले स्टार्स देखिरहेको छ अब चाहिँ हामी जान्छौँ चप्पल निकाल्नलाई ब्याग निकालेर चप्पल लाउन पर्यो जुत्ता त यस्तो भइसक्यो हाम्रो टेबल क्लिन हुँदैछ खाना सेटअप गर्नको लागि मेरो बहिनीले सफा गर्दैछ डिनर खाने बेला भएको छ हाम्रो मैले यसरी बोल्ने बेलामा कस्तो थियो अटोमेटिक नाटकवाला बोली आएको जस्तै हुन्छ क्या तर मेरो साँच्चै बोल्दिनँ त्यस्तै यहाँ चाहिँ हाम्रो किड्सहरूले आफूलाई त्यस्तो लाग्छ यहाँ चाहिँ हाम्रो किड्सहरूले खाँदै हुनुहुन्छ हामी चाहिँ सावर गर्ने ठाउँ हो कि होइन भनेर हन्टिङमा जाँदैछौँ राति खाना खाएर टोइलेट चाहिँ छ विच इज ओभर देयर तर त्यहाँ चाहिँ सावर होइन रहेछ भिडियो शक्तिको कारणले गर्दाखेरि चाहिँ एउटा पनि आफ्नो स्ट्यान्डबाट चाहिँ यो चाहिँ हाम्रो घर हो 3 बेड भएको वाला हाम्रो घर भएर चाहिँ पुरै यहाँ क्यारम बोर्ड चलिरहेको छ म देखाउँछु अहिले
होइन मैले उनो खेलेको पनि खिच्न खोजे हो के उनो चलिरहेछ यहाँ पुरै फाइनली हामी चाहिँ रातिको 12:30 मा ड्रेस चेन्ज गर्नलाई अब बल्ल टाइम जुटेर जाँदैछौँ यहाँ यस्तो लभली मुन देखिरहेको छ यहाँ छ हाम्रो कपडा अनि कसरी खिच्छु भनेको राखिन यसरी जाँदैछौँ रूप रङ गति के भयो हामीलाई केही थाहा छैन बिहानदेखि एउटै मुख मतलब केही नगरी हिँडेको यहाँ चाहिँ छ हाम्रो टोइलेट थ्याङ्क गड योपालिको टोइलेट कस्तो नजिकै छ नजिकै भन्दा पनि अलिकति अप्रोप्रिएट ठाउँमा हामी चाहिँ यहाँ चिया तताउँदै छौँ उपासना र म बोइजहरू चाहिँ क्यारम बोर्ड खेल्दै हुनुहुन्छ